यो प्ले स्टोर खोल्नु। प्ले स्टोरमा गएर सर्चमा थिचेर यहाँ आइसिसी अफिसियल सर्च गर्नु। सर्च गरिसकेपछि मेरोमा त डाउनलोड गरिसकेको छु। यसरी मेरोमा पेन देखाइरहेको छ, तपाईहरुकोमा डाउनलोड देखाउँछ। डाउनलोड गर्नु। डाउनलोड गरिसकेपछि अनि यसलाई ओपन गर्नु। डाउनलोड गरिसकेपछि यसरी ओपनमा जानु। ओपन गरिसकेपछि तपाईको यो कन्टिन्यू गर्नु। त्यसपछि एलो गर्नु। एलो गरिसकेपछि नोटिफिकेसन एलो गर्नु भन्छ। एलो गर्दिनु। अनि यहाँ रजिस्टर गर्न भन्छ। केबाट रजिस्टर गर्ने, अब तपाईको के रहेछ, गुगल आइडी छ भने गुगलबाट गर्नु, फेसबुकबाट पनि गर्न मिल्छ, एप्पल आइडीबाट पनि गर्न मिल्छ। म गुगलबाट गरेर देखाइरहेको छु। यसरी गुगल आइडीबाट म आफ्नो गुगल आइडीबाट यो मोबाइलमा भएको गुगल आइडीबाट लगइन गरे। अनि यसरी कन्टिन्यू गरे म। कन्टिन्यू गरिसकेपछि तपाईको यो सबै देखाउँछ। कन्ट्री सेलेक्ट गर्नुपर्ने हुन्छ। कन्ट्री म नेपालबाट भएपछि नेपाल सेलेक्ट गर्छु। नेपाल सेलेक्ट गर्छु। फेभरेट टिम भनेपछि अब यसमा अब तपाईँ नेपालको भएपछि नेपालकै मेन भनेर थिच्नु। नेपालको मेन सेलेक्ट गर्नु। यो सबै टिक मार्क लाएर पे गर्नु। अनि क्रिएट अकाउन्ट गर्नु। एकछिन वेट गर्नु। अनि सक्सेसफुल्ली ओपन हुन्छ। अनि ओपन भइसकेपछि वाच लाइभमा गएर यसरी हेर्न सक्नुहुन्छ। Scotland inevitably are and are bound to be. How did you think they fared under the assault from